नमस्कार, मेरो नाम देव साउद। साथीहरू, मैले भिडियो बनाउँदा कसैको टाउको दुख्छ भने चाहिँ त्यसमा मैले भन्नु केही नै छैन है। म राष्ट्रसभाको समर्थक हो। त्यसै तपाईँ एमालेको समर्थक हुनुहुन्छ होला, काङ्ग्रेसको समर्थक हुनुहुन्छ होला, अथवा अहिलेको पार्टी नेकपाको समर्थक हुनुहुन्छ होला। गर्नुहोस्, तपाईँ आफ्नो समर्थक गर्नु पाइन्छ, गर्नुहोस्। मेरो भनाइ के हो भनेपछि मलाई आश है, मेरो पर्सनल हिसाबमा अहिले राष्ट्रसभा आएको छ। राष्ट्रसभा घन्टी सबैलाई थाहै छ, सबैको दिमाग घन्टी बजिसक्यो पनि होला। त्यसलाई पनि एकचोटि हेरौँ, विचार गरौँ, भनाइ हो। अब तपाईहरु मैले भिडियो बनाउँदाखेरि तपाईको नेतालाई अथवा तपाईलाई दुःख पर्छ भने मैले भन्नु केही छैन है। मेरो न नेतामा मेरो बाउ उठेको, न दाइ उठेको, न नातागोतामा कोही उठेको। मैले देशको लागि सपोर्ट गरेको, मैले आफ्नो गाउँको लागि सपोर्ट गरेको, मैले मेरो शहरको लागि सपोर्ट गरेको। यसमा मैले भन्नु केही छैन। तपाईको टाउको दुख्छ भने मैले भन्नु केही छैन है।